वेलकम एभ्रिवन गाइज। आजको यस भिडियोमा हामी क्लास 12 म्याथमेटिक्समा डेरिभेटिभ एज रेट मेजरमेन्ट भन्ने च्याप्टरलाई कभर गर्नेछौँ। यो च्याप्टरमा विशेष गरी एकदमै धेरै फर्मुलाहरू केही पनि छैनन्। हामीले सिम्पली बुझ्नुपर्छ डेरिभेटिभको कन्सेप्टलाई। सो सुरु गरौँ आजको क्लासलाई। सबभन्दा पहिला बुझौँ डेरिभेटिभ भनेको के हो भनेर है। त्यसैले सिम्पली बुझौँ डेरिभेटिभ भनेको इन्स्ट्यान्टेनियस रेट अफ चेन्ज इन द भ्यालु अफ वाइ विथ रेस्पेक्ट टु एक्स है। सिम्पली हामीले के बुझ्नुपर्छ भने यदि मैले कुनै पनि फङ्सन वाइ इक्वल टु एफ अफ एक्समा एक्सको भ्यालुलाई थोरै चेन्ज गर्यो भने वाइमा कस्तो असर पर्छ भनेर त्यो रेटलाई मेजर गर्ने काम भनेको डेरिभेटिभ हो, जसलाई हामीले डिवाई बाई डिएक्स भन्छौँ। डिवाई बाई डिएक्सलाई यसरी लिमिटको रेस्पेक्टमा लेख्ने हो भने अथवा फर्स्ट प्रिन्सिपलको रेस्पेक्टमा लेख्ने हो भने लिमिट डेल्टा एक्स टेन्ड्स टु 0, यसरी एफ अफ एक्स प्लस डेल्टा एक्स माइनस एफ अफ एक्स अपन डेल्टा एक्स यसरी लेख्न मिल्छ हैन। यसैलाई चाहिँ के पनि लेख्न मिल्छ, डिवाई बाई डिएक्स इक्वल टु लिमिट डेल्टा एक्स टेन्ड्स टु 0 डेल्टा वाइ अपन डेल्टा एक्स भनेर पनि लेख्न मिल्छ। अब धेरै कुरा केही बुझ्नु पर्दैन यसको बारेमा। हामी सिम्पली के राखौँ, डिवाई बाई डिएक्स जुन छ, डिवाई बाई डिएक्स भनेको चाहिँ डिवाई अपन डिएक्स भनेको एउटा रेट हो भनेर बुझौँ है। रेट केमा भने वाइ भेरिएबलमा भएको चेन्ज अथवा कुनै पनि फङ्सनको रेटलाई हामी के भन्छौँ, डेरिभेटिभ भन्छौँ भनेर बुझौँ। यति बुझेपछि हामीले यो च्याप्टरलाई अगाडि बढाउन सक्छौँ। त्यसै गरी अब हामीले यो च्याप्टरमा पढ्नुपर्ने कुरा के हो त भने डेरिभेटिभलाई टाइमको रेस्पेक्टमा कसरी रेटको रूपमा प्रयोग गर्ने भन्नुको मतलब एउटा पार्टिकुलर टाइममा कुनै पनि फङ्सन कसरी चाहिँ चेन्ज भइरहेछ भन्ने कुरालाई हामीले यो च्याप्टरमा पढ्छौँ। हामीले सिम्पली के बुझौँ, डिवाई बाई डिएक्स भनेको चाहिँ एफ ड्यास अफ एक्स हो र एफ ड्यास अफ ए एउटा पार्टिकुलर पोइन्ट ए भन्नु खोजेको। एफ ड्यास अफ एक्स एउटा पार्टिकुलर पोइन्ट एमा जस्तै कुनै पनि भ्यालु दिन्छ, यसले जुन भ्यालु दिन्छ त्यो भ्यालु चाहिँ एउटा पार्टिकुलर पोइन्ट भन्न खोजेको इन्स्ट्यान्ट पोइन्टमा त्यो फङ्सनको रेट अफ चेन्ज हो भन्ने कुरा हामीले बुझ्छौँ। फर्दर हिसाब गर्दै गयो भने हामीले के गरौँला, यसबारेमा थप कुरा जानकारी लिउँला। अब यसलाई हामीले भनिहाल्यौँ यो च्याप्टरमा टाइमलाई इम्पोर्टेन्स दिन्छ, जेलाई पनि टाइमको रेस्पेक्टमा डेरिभेटिभ गरिन्छ अथवा टाइमको रेस्पेक्टमा मेजर गरिन्छ भन्ने कुरा हामीले बुझ्यौँ है। ठिक छ। अनि त्यसपछि यसमा युज हुने प्रायः जस्ता टर्म्सहरू अथवा हामीले फ्रिक्वेन्टली युज गर्ने जुन टर्म्सहरू छन् नि, त्यसलाई मैले यसरी लेखेको छु। यसमा मेजर गर्नुपर्ने प्रायः जस्तो एरिया हुन्छ हैन, त्यसपछि भोल्युमहरू, त्यसपछि सर्फेस एरिया, अनि त्यसपछि लेन्थ आउँछ, लेन्थको कुरा हुन्छ, हाइटमा हुने चेन्ज। यसरी चाहिँ यस्ता सिम्पल म्याथमेटिकल क्वान्टिटीहरूलाई चाहिँ के गर्नुपर्छ, तिनीहरूमा हुने चेन्जलाई हामीले डेरिभेटिभको रूपमा मेजर गर्नुपर्ने हुन्छ। सो यति बुझौँ। अब सिम्पली बुझौँ, हामीले यसरी पनि बुझ्न सक्छौँ, रियल लाइफ इक्जाम्पल पनि लिन सक्छौँ। यसको कसरी लिन सक्छौँ भने मान्नुहोस् तपाईँको स्कुल हो, यो ए भन्ने पोइन्ट स्कुल हो, बी भन्ने पोइन्ट चाहिँ तपाईँको घर हो भने यो बिचको डिस्टेन्स मानिलिनु सेक्सनको लागि तपाईँको 5 किलोमिटर छ हैन। अनि तपाईँले चाहिँ यो डिस्टेन्स कभर गर्न 10 मिनट लगाउनु भयो भने तपाईँको एभरेज स्पिड त 5 किलोमिटर पर 10 मिनट हुन्छ नि है। एभरेज स्पिड भन्नुको मतलब तपाईँले 5 किलोमिटर चाहिँ 10 मिनटमा कभर गर्नुहुन्छ भन्ने सिम्पल आइडिया हो। तर तपाईँको यही स्पिड एउटा पार्टिकुलर पोइन्ट, जस्तै मानिलिनु सेक्सनको लागि तपाईँ घरबाट स्कुल जाँदै गर्दाखेरि बिचमा मार्केट थियो भने तपाईँले त्यो पोइन्टमा आफ्नो स्पिडलाई यति राख्नुहुन्न, अलि बिस्तारै हिँड्नुहुन्छ। जुन ठाउँमा हाइवे छ भने त्यो ठाउँमा चाहिँ के हुन्छ, तपाईँको स्पिड अलि बढ्ला अथवा अलिक घट्ला हैन। र एकदमै बाटो नराम्रो छ भने त्यो ठाउँमा तपाईँको स्पिड एकदमै धेरै घट्छ। यसरी घरदेखि विद्यालय जाँदाखेरि तपाईँको स्पिड एभरेज स्पिड केही फरक हुन्छ र जुन एउटा पार्टिकुलर पोइन्टमा जुन स्पिड हुन्छ नि त्यो स्पिड फरक हुन्छ हो। यसरी म्याथमा पनि कुनै पनि फङ्सन छ भने एउटा पोइन्ट एक्स इक्वल टु ए भन्ने पोइन्टमा यसको रेट अफ चेन्ज फरक हुन्छ
र x इक्वल टु b भन्ने पोइन्टमा यसको रेट अफ चेन्ज फरक हुन्छ। यही रेटलाई हामीले मेजर गर्छौँ, यही रेटलाई इन्स्ट्यान्टेनियस रेट भन्छ। भन्नुको मतलब एउटा पार्टिकुलर पोइन्टको रेट भन्ने हो। यति कुरा बुझिसकेपछि हामी अब हिसाब गर्न जान्छौँ। यसलाई कन्सेप्टको रूपमा लिन सक्नुहुन्छ, यसमा केही पनि धेरै फर्मुलाहरू छैनन् है। सो मसँग एउटा सेट बुक छ, त्यो सेटबाट पहिला सजिला क्वेसनहरू गर्छौँ, त्यसपछि हामी अलि गाह्रो क्वेसनहरू गर्छौँ है। त्यसैले सबभन्दा पहिला क्वेसन नम्बर 8 गरौँ। क्वेसन नम्बर 8लाई सरसर्ती पढौँ। द साइड अफ अ स्क्वायर सिट इज इन्क्रिजिङ एट द रेट अफ 5 सेन्टिमिटर पर मिनट है। सल्भ गर्दा यसरी गरौँ। हियर यहाँ के दिएको छ भन्नुहुन्छ भने स्क्वायरको साइड चाहिँ इन्क्रिज भइरहेछ यतिको रेटमा। भन्नुको मतलब लेट गर्नुपर्छ हामीले, लेट साइड बी एल, यो लेन्थ हो नि त है, त्यही भएर मैले एल लेट गरेँ। एन्ड एरिया अफ स्क्वायर बी ए। यदि यस्तो हो भने देन फ्रम क्वेसनबाट हामीलाई के दिएको छ भने डिएल अपन डिटी दिएको हो है। भन्नुको मतलब मैले अघि नै भनिसकेको छु, चेन्ज हो भन्नुको मतलब रेट अफ चेन्ज भनेको डेरिभेटिभ हो, तर रेस्पेक्ट के को हुनुपर्छ, टी को रेस्पेक्ट हुनुपर्छ। के को चेन्ज हो, एल को, त्यो भएर डिएल हुन्छ है। यो भनेको 5 सेन्टिमिटर पर मिनट हामीले निकाल्नु पर्ने। अब मैले यहाँ लेखेँ निकाल्नु पर्ने भनेको रेट अफ इन्क्रिजिङ अथवा रेट अफ एरिया इन्क्रिजिङ है। एरिया कसरी इन्क्रिज हुन्छ भन्ने कुरा होइन। त्यसैले निकाल्नु पर्ने के हो भने डिए अपन डिटी निकाल्नु पर्ने हो, यो पत्ता लगाउनु पर्ने। अब हामीलाई यो निकाल्नको लागि सबभन्दा पहिला क्वेसनले दिएको छ एल भनेको चाहिँ 12 सेन्टिमिटर, एल भनेको चाहिँ 12 सेन्टिमिटर भनेर दिएको छ होइन। यसलाई साइड लेन्थ अफ साइड भनेर पनि लेख्न सक्नुहुन्छ ल्याङ्ग्वेजमा, मैले यति नै लेखेँ। अब लेखौँ, सिधै सल्भ गरौँ। अब त्यसो भए वी हेभ एरिया इक्वल्स टु एल स्क्वायर हो, किनभने स्क्वायरको एरिया एल स्क्वायर हुन्छ। ए भनेको चाहिँ एल स्क्वायर हो, देयरफोर डेरिभेटिभ लगाउँ दुईटैतिर। डिए अपन डिटी बराबर 2 इन्टु एल इन्टु डिएल अपन डिटी। यो डिएल अपन डिटी भनेको टी को रेस्पेक्टमा डेरिभेटिभ लगेकाले गर्दा हो है। ठिक छ। और अब बुझौँ यो अब सिम्पली यो क्वेसन सल्भ गर्नको लागि अगाडि डेरिभेटिभ त आउनुपर्छ है। डेरिभेटिभ आएन भने चाहिँ अलिक गाह्रो हुन्छ। डेरिभेटिभ सिक्नु होला तपाईँहरूले होइन पहिला सुरुमा त। अनि डिए अपन डिटीको भ्यालु निकाल्नु पर्ने, हामीले यसलाई यत्तिकै राखौँ। अनि यसलाई चाहिँ 2 इन्टु एलको भ्यालु कति छ 12 सेन्टिमिटर इन्टु डिएल अपन डिटी भनेको 5 दिएको छ सिएम पर मिनट। अब मैले यहाँ यसरी युनिट राखेँ, युनिट नराखेर अन्तिममा एकैचोटि युनिट राखे पनि हुन्छ है। डिए अपन डिटी भनेको योबाट के निस्किन्छ 12 24 पंचे 120 सिएम एरिया हो नि है, सिएम स्क्वायर पर मिनट। यसरी इजिली हामीले एन्सर निकाल्न सक्छौँ। अब तपाईँले यो क्वेसन सल्भ गर्दा कति धेरैले चित्र बनाएर यसरी यस्तो प्रकारको चित्र बनाएर पनि सल्भ गर्छन् है। यसलाई पनि तपाईँले के गर्न सक्नुहुन्छ, एज्युम गर्न सक्नुहुन्छ। यसरी चित्र पनि बनाउन मिल्छ। यसरी चाहिँ एरिया बढिरहेको देखेर है, यसलाई चाहिँ एल भन्नु होला है। यहाँ चाहिँ चेन्ज भइरहेछ, इन्क्रिज भइरहेछ, यो पनि एल हो, यो पनि इन्क्रिज भइरहेछ भन्ने सिम्बल हो। ठिक छ। यसरी चाहिँ एउटा क्वेसन सल्भ गर्न सक्छौँ। त्यसै गरी सल्भ गरौँ क्वेसन नम्बर 10लाई। क्वेसन नम्बर 10 पनि सिमिलर प्रकारको छ। स्पेरिकल बलुन इज इन्फ्लेटेड एट द रेट अफ 10 क्युबिक सिएम पर सेकेन्ड भनेको छ है। अब क्वेसनले यहाँ के दिएको छ भन्नुहुन्छ भने सुरुमा त हेरौँ। क्वेसनले यहाँ के दिएको छ भन्नुहुन्छ भने यो 10 नम्बरको हो, यो चाहिँ 8 नम्बरको हो है। अब यहाँ हेर्नुहोस् है, क्वेसनले के दिएको छ भने क्वेसनले भोल्युमको कुरा गरेको छ। चेन्ज अफ के भनेको छ स्पेरिकल बलुन इज इन्फ्लेटेड एट द रेट अफ भन्नुको मतलब बलुनलाई फुलाउँदै गयो भने त्यसको भोल्युम बढ्ने हो, त्यसको भोल्युममा चेन्ज भइरहेछ भन्नुको मतलब। अब लेट गर्नु पर्यो, के दिएको छ त्यही लेट गर्ने हो है। लेट भिओएलओएमई भोल्युम बी
भोल्युम बी भी गरौँ है। अब तपाईँले जे लेट गर्दा पनि हुन्छ, एक्स वाइ जे लेट गर्दा पनि हुन्छ, मैले भी नै लेट गरेँ, सजिलो हुन्छ। अनि भीको भ्यालु दिएको छ एन्ड हामीले निकाल्नु पर्ने रेडियसको कुरा पनि गरेको छ भने रेडियस बी आर। अब क्यापिटल लेख्नुहुन्छ स्मल आर लेख्नुहुन्छ तपाईँको इच्छा है। अनि त्यसपछि क्वेसनले यति हो भने देन क्वेसनले के दिएको छ भन्नुहुन्छ भने क्वेसनले दिएको छ पहिला त चेन्ज इन भोल्युम, रेट अफ चेन्ज इन भोल्युम भन्नुको मतलब डिभी अपन डिटी दिएको छ, यो भनेको 10 cm क्युब पर सेकेन्ड, ठिक छ। अनि त्यसै गरी क्वेसनले दिएको छ रेडियस पनि दिएको छ, रेडियस आर भनेको चाहिँ 10 सेन्टिमिटर दिएको छ, ठिक छ। अनि अब निकाल्नुपर्ने हामीले के छ भने रेडियस इन्क्रिजिङ, अब रेट अफ रेडियस निकाल्नु पर्ने। रेडियस भन्नुको मतलब डिआर अपन डिटी चाहिएको हो, डिआर अपन डिटी चाहिएको भने हामी अब गरौँ सल्भ, हेयर गरौँ। अब नाउ गरिसक्यौँ होइन, नाउ गरौँ, ठिक छ। नाउमा चाहिँ भोल्युम भनेको हामीलाई थाहा छ भोल्युम अफ, अब भोल्युम अफ स्पेयर के हुन्छ भने 4/3 पाई आरको क्युब हुन्छ है, यति हुन्छ। अब यति कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भोल्युम के हुन्छ है। अनि त्यसपछिदेखि लिएर कुनै कुराको सर्फेस एरिया के हुन्छ, यस्ता कुराहरू चाहिँ थाहा पाउनुपर्छ। यो चाहिँ पढिसकेकै कुरा, फर्मुलाहरू हुन् क्लास 10 अनि त्यसपछि 9, 10मा चाहिँ पढिसकेको कुरा हुने भएकाले मैले धेरै रिपिट गरिनँ। भी भनेको चाहिँ 4/3 पाई आर क्युब हो। अनि डेरिभेटिभ लग्यो भने डिभी अपन डिटी हुन्छ, डिभी अपन डिटी। अब 4/3 जस्ताको तस्तै इन्टु पाई भनेको पनि कन्सटेन्ट हो, यसको चाहिँ 3 आर स्क्वायर डिआर अपन डिटी हुन्छ, हेर्नुहोस् है, 3 पाई आर स्क्वायर डिआर अपन डिटी हुन्छ। अब यसैले मैले यहाँ लेखेँ, र के गरेँ भने अब मैले यहाँ यो 3 र यो 3लाई क्यान्सल गर्न पाइन्छ होइन। डिभी अपन डिटीको भ्यालु छ, यो 3 र यो 3 क्यान्सल गर्ने, आरको पनि हामीसँग भ्यालु छ 10 सेन्टिमिटर। अब मैले यहाँ स्मल बनाइदिएँ, फेरि यसलाई क्यापिटल बनाउन सक्नुहुन्छ। मैले यहाँनिर आरलाई क्यापिटल बनाएँ, फेरि स्मल थियो है ल, किनकि मैले माथि एज्युम गर्दा क्यापिटल आर एज्युम गरेको छु, त्यो भएर यो गल्ती चाहिँ नगर्नु होला, यस्तो सिम्पल गल्तीहरू। अब भ्यालु पुट गरौँ, यो भनेको 10, 3 र 3 क्यान्सल गरेँ मैले 4 है, 4 पाई आर भनेको चाहिँ 10 को स्क्वायर हो, पछाडि डिआर अपन डिटी छ, अलि ठाउँ नपुगेर हो देखिरह होला है ल, ठिक छ। अनि त्यसपछिदेखि लिएर हामीले के गर्ने, अब सल्भ गऱ्यो भने यो चाहिँ 1/40 हुन्छ है, किन 10 को स्क्वायर एउटा क्यान्सल भइहाल्छ, 4 यता आउँछ, मल्टिप्लाई भएर 40 पाई बराबर चाहिँ डिआर अपन डिटी बन्छ, देयरफोर डिआर अपन डिटीको भ्यालु हुन्छ 1/40 पाई। यो सिम्पल क्वेसन हो, यसलाई पनि यति इजिली सल्भ गर्न सकिन्छ, सबै कुरा दिएका टाइपका क्वेसन हुन् है ल। अलि डिस्टर्ब भएको थियो है। अब यसपछि चाहिँ हामी के गरौँ भने 24, अब सल्भ गरौँ। 24 × 27, 3 4 जा 12 हुन्छ है, यहीँ क्यान्सल गरेर राखे पनि हुन्छ, मैले सजिलोको लागि यता राखेँ, यो पाई पनि यता डिभाइडमा आउँछ है। यति गरिसकेपछि डिएच अपन डिटी हुन्छ, यसबाट क्यालकुलेसन गर्ने डिएच अपन डिटीको भ्यालु जो चाहिँ हामीले कसरी निकाल्न सक्छौँ भने 12 2 जा हुन्छ, 27 2 जा 54 अपन पाई। अब त्यसपछि रेट राख्नुपर्छ, रेट के को आधारमा हो, यो भनेको त हाइट हो नि होइन, यसले फिटमा दिएको हुनाले फिट पर मिनेटको आधारमा राख्नु होला, यो रेट नबिर्सिनु होला है। यो चाहिँ देखाउनुपर्छ नै हामीले, यसरी चाहिँ यो क्वेसन पनि सल्भ हुन्छ। सो फेरि पनि नेक्स्ट क्वेसन गरौँ, अलिकति इम्पोर्टेन्ट कुरा, क्वेसन नम्बर 20 टाइपको। क्वेसन नम्बर 20 मा के छ भनेर सुरुमा पढौँ। क्वेसन नम्बर 20 हेयर गरौँ है, हेयर क्वेसन नम्बर 20 ले के भन्छ, अ सिप इज सेलिङ इस्ट एट 15 km/h पास एट पोइन्ट, यति टाइम दिएको छ है, पोइन्ट ए दिएको छ, टाइम दिएको छ, एन्ड सेकेन्ड सिप सेलिङ साउथ एट 10 km/h पास एट 9 AM। हाउ फास्ट वाज द सिप सेपरेटिङ एट 1 PM भनेर भनेको छ है।
यो क्वेसनको प्याटर्न अलिकति फरक छ। यो क्वेसन अलिकति एनालाइटिकल छ। सो बुझौँ यहाँनिर यो क्वेसनलाई गर्दा हामीले ध्यान दिनुपर्छ के भने अलिकति एनालाइटिकल्ली बुझ्नुपर्छ, चित्र बनाउनुपर्छ है। ल मैले सुरुमा के गरेँ, एउटा चित्र बनाएँ। एउटा पोइन्ट ए छ, मानिलिनुहोस् एउटा सिप यसरी आइरहेछ यहाँबाट हैन। योबाट आउने सिप भनेको इस्टतर्फ गइरहेछ नि है, डिरेक्सन हेऱ्यो भने। अर्को सिप आइरहेछ यहाँबाट। ल मानिलिनुहोस् एकछिन मैले यहाँबाट तल डार्क गराएँ। यो चित्र बनाइदिनु होला इक्जाममा। योबाट एउटा सिप आइरहेछ, यो पोइन्ट ए हो। धेरै इमेजिनेसन केही पनि गर्नु परेन। अब क्वेसनले के भन्दैछ भने एउटा सिप आउँछ अरे। एउटा सिपले यो पोइन्टलाई है, कुन पोइन्टलाई भने ए भन्ने पोइन्टलाई यो इस्टतिर जाने भन्नु खोजेको। यहाँबाट आउने जुन सिप छ, यो सिपले यो पोइन्टमा 11 बजे पुग्छ अरे, र यहाँबाट आउनेवाला जुन सिप छ यो पोइन्टमा 9 बजे पुग्छ अरे। अब मानिलिनुहोस् 1 बजे यहाँसम्म पुग्छन् उनीहरू, 1 बजे यहाँसम्म पुग्छन्, यो सिप यहाँ पुग्छ। अब को कहाँ पुग्छ भन्ने कुरा त हामी इमेजिनेसनमा रियालिटी थाहा पाउँदैनौँ अहिलेलाई हैन। ल मानिलिनु यो भनेको एक्स डिस्टेन्स कभर गर्छ उसले, यो यतातिर जाने सिपले एक्स डिस्टेन्स कभर गर्छ। किनकि क्वेसनले 1 बज्दासम्म अथवा 1 बज्दाखेरिको रेट निकाल भनेको छ नि है। यो भनेको 1 PM हो, नलेख्नु होला इक्जाममा। 1 PM हुँदाखेरि ऊ यहाँ पुग्छ भनेर लेट गरौँ। यो पनि 1 PM हुँदाखेरि यहाँ पुग्छ भनेर लेट गरौँ। यो भनेको y भनेर लेट गरौँ। भन्नुको मतलब यो डिस्टेन्स जुन हुन्छ त्यो त x² + y² हुन्छ नि है। यो कुरा यो बुझ्नलाई मात्र हो, चित्रलाई अलि सफा क्लियर बनाउनु होला इक्जाममा। अब त्यसो भए क्वेसनतिर जाउँ। क्वेसनले के भन्छ, यो x भनेको इस्टतिर जाने सिप हो भनेको। अब यसले क्वेसनले dx/dt दिएको होला नि है, यहाँ दिएको छ कति भने 15 km/h यो दिएको छ है। अनि त्यसै गरी अर्को कुरा पनि दिएको छ कि dy/dt पनि दिएको छ है। dy/dt भनेको साउथतिर जानेवाला भन्नुको मतलब 10 km/h को पनि यो दिएको छ, ठिक छ। यदि दिएपछि हामी के गरौँ भने हामीले निकाल्नुपर्ने यो डिस्टेन्सको रेट हो नि है। यो यस भनेको यस लेट गरे, किनभने डिस्टेन्सको डी लेट गऱ्यो भने यहाँ dd भन्छ नि है, डेरिभेटिभ विथ रेस्पेक्ट टु dy/dt भन्छ। यो यस्तो बन्ने हुनाले मैले डी लेट गरिनँ, यस नै लेट गरेँ। यस बी लेन्थ अथवा डिस्टेन्स भनेर भन्नुहुन्छ है, डिस्टेन्स बिट्विन देम भनेर भन्ने है। देम भन्ने यसको मतलब यस भनेको चाहिँ के हो। अब हामीले पाइथागोरस थ्योरम लगाउनुपर्छ। यो करेक्टली 90 डिग्री हुन्छ। सिम्पली बुझौँ, यो भनेको x² + y² हुने हो। अब हामी के गर्छौँ, यो हुने हो नि हैन, यस भनेको यति हुने हो। अब डेरिभेटिभ लाग्छौँ, डिफ्रेन्सिएटिङ गर्दाखेरि हामीले डिफ्रेन्सिएट गर्दाखेरि के पाउँछौँ भने WRTT विथ रेस्पेक्ट टु टाइम भने ds/dt भनेको अब रुटभित्र आउँछ। यसलाई डाइरेक्ट डेरिभेटिभ गरे। अब डेरिभेटिभ गर्न चाहिँ आउनुपर्छ 1/2 रुटभित्र x² + y² जस्ताको जस्तै है। यो डेरिभेटिभ गर्न सिकेको हुनुपर्छ इन्टु। अब मैले यहाँ भित्रको डेरिभेटिभ लग्ने एकचोटि फेरि डेरिभेटिभ अफ x को डेरिभेटिभ लाग्दाखेरि चाहिँ अब मैले यहाँ देखाइनँ है, देखाउँदा हुन्छ तर मैले देखाइनँ, डाइरेक्टली लगेँ 2x * dx/dt है प्लस y को पनि डेरिभेटिभ लाग्नुपर्ने हो 2y dy/dt। यति हुन्छ। यति भइसकेपछि अब हामीले के गरौँ, हामीले चाहिने त ds/dt को भ्यालु हो नि है। क्वेसनले अल्टिमेटली मागेको ds/dt हो। अलि लेन्दी छ है यो क्वेसनलाई हैन, पुरै हेर्नु होला। यो क्वेसन अलि इम्पोर्टेन्ट पनि छ। ds/dt भनेको चाहिँ अब यो मल्टिप्लाई गर्यो भने यसको भ्यालु राख्यो भने ल मैले देखाइदिएँ 2x * यसको भ्यालु 15 प्लस 2y * यसको भ्यालु कति हुन्छ भन्नुहुन्छ भने यसको भ्यालु छ 10 छ, ठिक छ। अपनमा अब 2 लाई क्यान्सल गरे नि हुन्छ उनीलाई है। ल मैले गरेँ x² + y² यसले गरिनँ, त्यसै यहाँबाट 2 कमन लगेर मैले क्यान्सल गरेर राख्दा पनि हुन्छ डाइरेक्टली। देयरफोर के आउँदो रहेछ ds/dt भनेको 15x + 10y अपन रुटभित्र x² + y² आउँदो रहेछ। तर क्वेसनले मागेको त यो कुरा होइन। क्वेसनले त xy को टर्म्समा दिएको पनि छैन,
केही हामीले मागेको पनि त्यो होइन, हामीलाई मागेको एक्चुअल रेट हो। एक्चुअल रेट निकाल्नको लागि अब हामीले क्वेसनले के भनेको छ त्यो कुरालाई बुझ्नुपर्छ है। अब क्वेसनले यहाँ हेर्नुहोस् त, यो पोइन्टमा यो सिप 11 बजे पुग्छ, यहाँबाट यहाँ आउने सिप 11 बजे पुग्छ है, यहाँ 11 बजे पुग्छ। एउटा यहाँबाट यहाँ आउने सिप चाहिँ 9 बजे पुग्छ। यो भनेको 1 बज्दाखेरिको समय हो, यो पनि 1 बज्दाखेरिको समय हो। भन्नुको मतलब यहाँदेखि यहाँसम्म पुग्दाखेरि उसले यो कति डिस्टेन्स पार गर्यो होला भन्ने कुरा हो है। 11 बजेदेखि 1 बजेसम्म सिम्पली 2 घन्टा हुन्छ, 2 आवर्स हुन्छ नि है, 2 आवर हुन्छ। र यहाँ चाहिँ 9 बजेदेखि 1 बजेसम्म सिम्पली 4 आवर हुन्छ, 4 आवर हुन्छ। भन्नुको मतलब अब हामीले यहाँ हेयर अगेन गर्न सक्छौँ। 4 आवर हुन्छ भने अब सिम्पली हामीसँग स्पिड दिएको छ भने त डिस्टेन्स ट्राभल क्यालकुलेट गर्न सक्छौँ नि है। स्पिड कति छ, अब पहिलोवालाको एक्सको भ्यालु निकाल्नको लागि हेर्नुहोस् त, पहिलोवालाको स्पिड कति छ, 15 किलोमिटर पर आवर हो नि, ऊ 2 घन्टा दगुर्छ, यहाँदेखि यहाँसम्म त 2 घन्टा दगुर्छ ऊ। भन्नुको मतलब 2 × 15 गरेर कति 30 किलोमिटर ऊ दगुर्छ। सिम्पली आइडिया बुझ्यौ नि है। किन हुन्छ यस्तो भने 11 देखि 1 बजेसम्म त 2 घन्टा हुन्छ र 2 घन्टा दगुडेपछि ऊ 15 किलोमिटर पर आवरको दरले 30 किलोमिटरको डिस्टेन्स कभर गर्छ। ठिक छ। त्यसै गरी वाईको पनि सिमिलर हुन्छ, 4 × 10 गरेर 40 किलोमिटरले डिस्टेन्स कभर गर्छ। अब यहाँ एक्स र वाईको भ्यालु आइसकेपछि हामी यसलाई यसैमा पुट गर्छौँ। पुट गर्नको लागि मैले पछाडि गरेँ। देयरफोर अब के गरौँ, सब्स्टिट्युट गरौँ। सब्स्टिट्युट एक्स एन्ड वाई हैन। त्यसको मतलब ds/dt भनेको यहाँ चाहिँ 15x + 10y अपनमा रुटभित्र x² + y² हो। अब x र y को भ्यालु हामीले कति निकालेका छौँ, 30 र 40 निकालेका छौँ। 30 र 40 भन्नुको मतलब अनि यहाँ चाहिँ 15 × 30 + 10 × 40 गरौँ अपनमा रुटभित्र 30 को स्क्वायर + 40 को स्क्वायर गरौँ। यसलाई क्यालकुलेट गर्नको लागि मैले युज गरेँ क्यालकुलेटर। अब क्यालकुलेटर युज गर्दाखेरि यो त भइहाल्छ 450 + 400 अपनमा 30 को स्क्वायर 30 को स्क्वायर + 40 को स्क्वायर गऱ्यो भने यो 2500 भन्नुको मतलब रुटभित्रलाई राख्दिएँ मैले, रुटभित्र 2500 है। अनि यसको मतलब यो भनेको चाहिँ 850 हुन्छ अपन यो भनेको 50 हुन्छ। 0 0 क्यान्सल भएर 85 / 5 गऱ्यो भने 17 आउँछ है। 0 0 क्यान्सल हुन्छ, यो 17 आउँछ। यो 17 भनेको चेन्ज इन के हो, चेन्ज इन डिस्टेन्स कभर्ड हो नि है, लेन्थको बिचको। भनेपछि क्वेसनले केमा लेन्थ दिएको छ, किलोमिटरमा दिएको छ भने 17 किलोमिटर पर आवरको दरले उनीहरूको बिचको डिस्टेन्स पनि चेन्ज भइरहेछ। 1 घन्टामा 17 किलोमिटरको डिस्टेन्स चेन्ज भइरहेछ भनेर यसरी लेख्न सक्छौँ। यो भनेको हाम्रो फाइनल एन्सर हो। ल आजको भिडियोमा हामीले यति क्वेसन गऱ्यौँ। योभन्दा पनि अलि फरक क्वेसन, केही नयाँ क्वेसन पायो भने पनि फेरि पनि यही च्याप्टरलाई कन्टिन्यू गरेर म नयाँ भिडियो पोस्ट गर्नेछु।